साथीहरू, काभ्रेको महाभारत गाउँपालिका पुग्दा मैले देखेको यो दृश्य हो। किसानको सामान्य ढुङ्गा माटाको चटक्क परेको घर छ र घर अगाडि यस्तो बाख्राको खोर देखे जुन निकै आकर्षक थियो। गरे के हुन्न भन्ने एउटा यो नमुना हो हैन। यसरी मजाले बाख्रा पाल्नु भएको रहेछ त्यो ठाउँमा किसानहरूले है। र यस्तो खालको यो डिजाइन खोरको डिजाइन गर्नुभएको रहेछ र पार्टेसन पनि गरेको मैले देखेँ। माथितिर घाँस यहाँनिर पार्टेसन छ र बाख्राहरू मजाले खाने बस्ने गरेको पाएँ। र मूत्र बड्कोला चाहिँ टक्क त्यो हैन चेप्राबाट छिरेर तलतिर जाने बनाउनु भएको रहेछ, जुन चाहिँ एकदमै राम्रो लाग्यो मलाई। त्यही भएर यो दृश्य मैले बनाएँ, तपाईँहरूलाई पनि देखाएँ।